अब चिकन पाक्यो हैन, यसरी भुटेर यो ग्रेभी पाकिसकेपछि अब यसलाई चाहिँ म भाँडामा राख्न गइरहेको छु। टक्क लाएर हैन, एकदम टेस्टी छ, ग्रेभी छ, हेर्नुस्। यस्तो टेस्ट स्वाद आउँछ कि यसरी चिकन खाने भनेको यसरी खाने हो। यसरी हामीले ग्रेभी बनाएर खाने हो क्या। जाडो महिनामा चाहिँ झोलाएर खाने हो। अहिले चाहिँ हामी यसरी सर्लक्क लाएर ग्रेभी बनाउने, मजाले खाने। आधी ग्रेभी खाने, आधी झोलाएर खाएपछि हामीले चिकन खा जस्तो हुन्छ क्या गाइज। ल हजुरलाई भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गर्नु पनि नभुल्नु होला है त। धेरैभन्दा धेरै सेयर गरिदिनु होला र मेरो यस च्यानललाई पनि सपोर्ट गरिदिनु होला। हस् त, धन्यवाद।